नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? आशा गर्दछु हजुरहरू सन्चै हुनुहुन्छ भनेर। र प्रभुलाई धन्यवाद होस्। आजको पुस महिनाको आज 19 गते है, पुस महिनाको 19 गते 2082 भने पछाडि आज शनिबार हो। छोटो समय भए पनि प्रभुको सेवा सङ्गतिमा सहभागी हुने मौका पाएँ। अनि केही हाफ पिरियड जति बसेँ होइन। त्यसपछि काम पाइँदैन थियो, त्यसैले म अलि चाँडै जानुपर्ने भएर म काममा हिँडेँ। र आज चाहिँ हाम्रो युलेन्स स्कुल ललितपुर अर्थात् उता चापागाउँ जाने बाटोतिर तर्फ युलेन्स स्कुल नजिकै काम भएको थियो। अनि त्यहाँ रुख ढाल्ने कामहरू विशेष गरी रुखमा गएर रुखका हाँगाहरू काट्ने कामहरू भएको थियो। साथीहरू त्यही हो। अब आज त्यही कति 12-1 बजिसकेको थियो है। अनि त्यति बेला अब काममा गएको, त्यही भएर धेरै त माग्ने कुरा भएन। अब धेरै दिनु पनि भएन, अनि 1000 भनेर गएको, 100 रुपियाँ थपेर दिनुभयो। सो कमाइ भनेको आजको चाहिँ अरू त्यस्तो खासै खर्च गर्ने ऊ चाहिँ पाएन। अब आज चाहिँ जस्तोको त्यस्तै आएको छ। अनि अर्को छ है साथीहरू, र धन्यवाद। अनि साथीहरू च्यानल सब्सक्राइब गरिदिनुहोस्। र फेरि हजुरहरूको पलहरू चाहिँ अर्को भिडियोमा भेटौँ ल। र तबसम्म हजुरको सबै राम्रो होस्, परमेश्वरले आशीर्वाद दिउन्। जय मसीह।